हेलो गाइज वेलकम ब्याक टु माई छोटो मिठो भ्लग। अनि आज चाहिँ म एउटा न्यू प्लेसमा छु। अनि रुममा बस्दा बस्दा थाकेर कस्तो वाक्क भयो कि कति रुममा बस्नु भयो। अनि त्यही भएर यसो बाहिरतिर जाउँ कस्तो रहेछ हेरौँ भनेर होइन, नयाँ ठाउँ भनेर यसो निस्केको। बिहानभरि पानी परिरहेको थियो, फाइनली पानी रोकेर अलिकति राम्रो के भन्छ वातावरण भयो। अनि त्यही भएर म चाहिँ अहिले साथीहरू म चाहिँ यो ठाउँ चाहिँ नयाँ हो नि त, अनि खाना जाऊ भन्ने ठाउँमा आएको छु। अनि त्यसपछि मलाई यो ठाउँहरू राम्रोसँग थाहा नभएर म म्यापमा पुरा हेर्दै गइरहेको छु कि। अनि कस्तो के खम भयो कि मलाई कस्तो पानीपुरी खान मन लाग्यो। अब एक्लै त रुममा ल्याएर पनि खान मिल्छ, तर एक्लै त कसरी खाम भयो। अनि त्यही भएर यसो नेपाली रेस्टुरेन्टतिर चाहिँ जाउँ कि जस्तो लाग्यो कि, कस्तो रहेछ कस्तो हुँदो रहेछ हेरौँ भनेर ट्राई गरौँ भनेर नयाँ ठाउँको म ट्राई गर्न खोज्दैछु होइन, हेरौँ कस्तो हुन्छ। अनि मेरो यो कपाल चाहिँ पुरै फ्रिजी टाइपको भइरह होला है, ठुलो भइसक्यो कि। अब यो कपाल पनि अब काटौँ कि नकाटौँ फेरि भइरह, तर होस् छोडिदिउँ नकाटौँ। अब कति काट्नु होइन, कपाललाई पनि त्यति साह्रो अत्याचार नगरौँ भनेर चाहिँ। अब त्यहाँ पुगेपछिबाट मैले त कस्तो हुन्छ बाटो पनि हेर्नु पर्यो गाइज। लिटरली होइन, मैले जुन सर्च गरेर जुन मैले लोकेसन हालेको थियो नि त्यो वाला चाहिँ एकदमै त्यो टाढा रहेछ होइन। अनि त्यो टाढा पनि अनि त्यो पनि बन्द रहेछ क्या आज। अनि मैले फेरि नहेरेको भए म बन्द भएको ठाउँमा पुग्ने रहेछ कि। आधा घन्टा हिँडेर बन्द भएको ठाउँमा गएर त्यो फर्किनु पर्यो भने मेरो हालत कस्तो हुन्थ्यो होला। हजुरहरूलाई चाहिँ म एउटा कुरा के भन्न चाहन्छु भने, मेरो कपाल किन यसरी उडिरहेको भने मेरो म के अरे त्यहाँबाट उताबाट चेन्ज गरेर आउँदाखेरि स्याम्पू सकेको पनि थियो। अनि मैले त्यहाँ त्यो फालिदिएको थियो क्या, अनि स्याम्पू थिएन। अनि त्यसपछि म यहाँ आएर माडमा स्याम्पू किन गएँ। अनि मैले जुन स्याम्पू पहिला प्रयोग गर्थेँ युज गर्थ्यो त्यो स्याम्पू खोजेँ। अनि भेटेँ फेरि होइन, भेटेँ। अनि त्यही ब्रान्डको स्याम्पू कलर मात्र डिफ्रेन्ट थियो क्या। अनि त्यसपछि त्यो डार्कवाला ग्रिन कलरको चाहिँ स्याम्पू थियो रहेछ, अनि लाइट ब्लूवाला चाहिँ कन्डिसनर थियो रहेछ क्या। अनि मैले हेरेन क्या, त्यो पढेन क्या। अनि त्यही एउटै त होला नि भनेर मैले लाइट ब्लूवाला किनेको थियो क्या। अनि त्यसै प्राइस पनि सेम थियो। अनि मैले कन्डिसनर र स्याम्पू नहेरिकन किनेको के, स्याम्पू नकिनिकन कन्डिसनर मात्र किनेको थियो। होइन स्याम्पू भनेर किनेको तर कन्डिसनर परेछ। अनि म रुममा आएर नुहाउँछु अनि फेरि स्याम्पू हालेर नुहाउँछु। त्यो स्याम्पूमा फिज नै आउँदैन। किन आउँदैन मैले लिटरली होइन त्यो पुरै स्याम्पू निकालेर पुरै धसिसक्यो कि। अनि फिज आएन। अनि पछि मोबाइल निकालेर मैले स्क्यान गरेर ट्रान्सलेट गरेर हेर्दाखेरि कन्डिसनर भनेर छ कि। मलाई त्यो बेलामा यति हाँस उठ्यो नि आफूले देखेर। अब त्यो बेलामा मैले किनेको बेलामा ट्रान्सलेट गरेर नि हेरेन कि। अब मलाई के थाहा त त्यो स्याम्पू हो कि कन्डिसनर हो कि त्यो यादै गरेन के। अनि पछि मलाई थाहा भयो कि मैले स्याम्पू होइन कि कन्डिसनर किनेको रहेछु। अनि मैले कन्डिसनर मात्र लगाएर त्यही भएर यस्तो भयो। स्याम्पू पनि किन्नु पर्ने हो, अब फर्किने बेलामा किनेर लाग्नु पर्ला भनेर सोचिरहेको छु। अरू त त्यही हो साथीहरू, केही छैन मेरो जिन्दगीमा, यस्तै हो। अब यहाँ दोबाटो आयो, यहाँबाट चाहिँ कहाँ हो भन्ने कुरा छ। यहाँबाट चाहिँ यता माथितिर रहेछ। म म्याप हेर्दै हिँडिरहेको छु है। के गर्नु साथीहरू, गाह्रो छ अर्काको देशमा होइन। ठाउँ चेन्ज गरेँ, त्यो माथि ठाउँ थाहा छैन मलाई, केही पनि थाहा छैन। 3 दिन म रुममा यत्तिकै थुनेर नै बस्यो। न त कसैलाई फोन गर्यो न त कसैले फोन गरेको बेलामा उठायो होइन, बोल्न नि मन नलाग्ने कि। अब के भन्ने, यस्तै हुँदो रहेछ यो टाइममा चाहिँ भनौँ न।
साथीहरू हेर्नु न कति राम्रो माई गड निलो होइन देख्नुभयो तपाईँहरूले ओ गड मलाई चाहिँ यस्तै राम्रो लाग्छ नेचर लभर भनौँ न चाहिँ बाटो बनाइरहनु भएको रहेछ जापानिज दाजुहरूले होइन हेरौँ अब यस्तो हुँदो रहेछ यस्तो छ यहाँ चाहिँ यहाँबाट चाहिँ यता रहेछ अब हामी यहाँबाट यता जानुपर्ने हुन्छ होइन बाटो याद गर्नुपर्ने हुन्छ नत्र अहिले फर्किने बेलामा म हराउन पनि सक्छु आएको भोलिपल्ट म एक्लै बाहिर निस्काएको थिएँ होइन त्यो पनि रातिखेर निस्काएको थिएँ कि 5 बजीतिर निस्काएको थिएँ यही टाइममा निस्काएको थियो अनि यही होइन 6 बजीतिर चाहिँ निस्कायो अरे 6 बजीतिर निस्काएको थियो नि त अनि 6 बजीबाट एकछिन है यहाँ गाडी रहेछ गाडीको साउन्डले केही सुनायो अलिकति उता गएर बोल्छ है त तपाईँहरूलाई म एउटा एकदम रोमाञ्चक कुरा भन्छु है त म यो ठाउँमा आउनुभन्दा भोलिपल्ट चाहिँ एक दिन पछि चाहिँ होइन रातिखेर 6 बजीतिर बाहिर निस्केको थियो अनि मार्ट जान्छु भनेर निस्केको अनि त्यसपछि मैले मार्ट कहाँ छ त थाहा थिएन मलाई अनि मैले म्यापमा सर्च गरेर गएँ अनि फर्किने बेलामा मैले बाटो बिर्सेँ अनि जुन मलाई त्यो यहाँको सेन्सेले दिनुभएको थियो जुन लोकेसन दिनुभएको थियो त्यो लोकेसनमा गएको थिएन आधा घन्टा हिँडेर गएँ लास्टमा हेर्छु लोकेसन उल्टो रहेछ खत तम भएन अनि फेरि सेन्सेलाई फोन गरेर मेसेज गरेर फेरि जुन ठाउँको लोकेसन हो त्यो ठाउँमा आएर अनि गयो क्या फेरि आधा घन्टा हिँडेँ त्यस्ता हुन्छ साथीहरू होइन त्यही भएर अलिकति बाटो चाहिँ याद गर्नुपर्ने हुन्छ बाटो बिर्स्यो भने खत्तम हुन्छ होइन खत्तम हुन्छ हिँड्नुपर्छ है घुमाइ गर्नुपर्छ जहाँ हेऱ्यो नि त्यस्तै छ हेर्नु न ल केही फरक छ छैन नि जहाँ हेऱ्यो नि त्यस्तै देख्छु म अनि जहाँ हेऱ्यो नि त्यस्तै देख्छु अनि बाटो अनि बिर्सिन्छु अनि के गर्ने हो र अनि होइन यस्तै छ अनि हजुरहरूलाई म के कुरा भन्न चाहन्छु भने यस्तै रमाइलो कुरा सुन्नको लागि हेर्नको लागि चाहिँ मलाई फलो गर्न नबिर्सनु होला र लाइक कमेन्ट सेयर गर्न चाहिँ बिल्कुलै नबिर्सनु होला है त हजुरहरूलाई त्यही भन्न चाहन्छु अझै हिँड्नुपर्छ यार भोक लाग्यो भोक लागिसक्यो होइन साथीहरू के गर्नु यस्तै रहेछ नयाँ ठाउँ आइयो हेर्दैछु घुम्दैछु म चाहिँ होइन ल जापानिजहरू बुवा साइकल बुढाउँदै हिँड्छिन्छ सबै जस्तो भित्रबाट बाटो क्रस गर्नुपर्ने रहेछ अनि म चाहिँ कस्तो अलमली हो कि कता हो यस्तो 4 बाटे बाटो खन्दैन भित्र पनि अब त्यो के भन्छ बाटोको भित्र तल जमिनभित्र पनि यस्तो त्यो बाटो काट्ने कि अब के भन्छ हाम्रो नेपालमा त त्यो माथि आकाशे पुल मात्र हुँदैन नि त यिनीहरूको त तलको पनि छ कि कहाँबाट अब यहाँबाट मान्छे पसाउँछ अब कहाँबाट जाने कि अचम्मै लागिसक्यो मलाई बाटो चाहिँ त्यही पसलको भित्रबाट यताबाट भित्रबाट माथि जानुपर्ने रहेछ होइन अनि त बल्ल बल्ल निस्केँ त्यहाँबाट चाहिँ अनि त्यहाँबाट निस्केर अब यहाँ माथि सिधै जाँदैछु कति टाइम पछि मैले भ्लग बनाएको नि त अनि त्यसपछि म कस्तो अकवर्ड फिल लाग्यो क्या मान्छेहरू सबैले हेरिरहेको होइन अनि कस्तो अजिब लाग्यो क्या अनि त्यसपछि फेरि मैले अर्को के भन्छ अर्कै भाषाबाट बोलिरहेको नि त उनीहरूको भाषाबाट बोलेको छैन नि त अनि कस्तो त्यो अर्कै फिल लाग्ने रहेछ क्या हेरिरहेको कि उनीहरूले अनुहार हेर्दा त यसको नेपाली जस्तो त छैन
अनि भाषा चाहिँ यसले कुन बोलिरहेको होला भनेर मान्छेले यस्तो गरे होला कि सम्झ्या होला कि हेरिरहेको क्या हात पनि उठिरहेको लाज पनि लागिरहेको क्या गाई छैन नयाँ साथीहरू म जहाँ जानु लाग्यो त्यहाँ चाहिँ पुग्न आँटेँ होइन उताको त्यो उसबाट चाहिँ यता राइट साइडबाट पुग्नुपर्ने हुन्छ होइन अनि मलाई चाहिँ लाग्दैछ अब मैले एउटा माइक ब्लक गऱ्यो भने चाहिँ कन्टिन्यू गर्नको लागि चाहिँ एउटा माइक चाहिँ चाहिँदो रहेछ यस्तो साउन्ड आउने रहेछ होइन गाडीहरूको यसमा पछि अब यो फुल फुल्ने टाइममा चाहिँ फुल फुल्यो भने यो ठाउँ चाहिँ एकदम बबाल्दैछ होला मलाई चाहिँ लागेको चाहिँ होइन जस राम्रो नै छ होला फुल फुल्यो भने चाहिँ रुखहरू यस्तो दामी दामी भएर बसिरहेको क्या फुल फुल्ने टाइममा चाहिँ दामी देख्छ होला ल है त साथीहरू अब उतै गएर भेटौँ है त यहाँ आएको होइन यो ठाउँ खोज्दै आएको होइन अनि त्यसपछि लिटरली यो ठाउँ चाहिँ अहिले क्लोज रहेछ क्या अनि अहिले 6 बजेपछि मात्र खोल्छ अरे अनि यहाँ चाहिँ यस्ता खला पनि रहेछन् यस्ता उता हेर्नु न फुल पनि फुलिरहेको कस्तो दामी देखिरहेको काम लागेको भए दामी देख्यो होइन कस्तो हात पुरै जमिरहेको क्या जाडोले जुमै भएन हो त्यहाँ पुरै फुल फुलिरहेको क्या अनि यहाँ यस्तो खला रहेछ अनि एकदम अहिले 6 बजेपछि चाहिँ यता 6 बजिसकेपछि फेरि फर्केर पनि के बग्दो रहेछ एकदम मान्छेले पुरै मलाई किन यसरी घुरेर हेरेको के त्यो केटाले मलाई घुरेर हेरेको किन हेऱ्यो लाज लाग्छ न हेर मलाई अनि अघि पुरै भ्लग कन्टिन्यू गरौँ भने गाडी आएर गाडीको साउन्ड खेर यता पनि आएर होइन अब चाहिँ भ्लग कन्टिन्यू गर्यो भने चाहिँ बाइक चाहिँ चाहिँदो रहेछ भने चाहिँ ढुक्क भयो मलाई होइन त्यहाँ हेर न बाघ रहेछ त्यहाँ नि बाघ हुँदो रहेछ भन्ने कि होइन कस्तो राम्रो पानी खलल बग्दै आइरहेको छ होइन 6 बजे रिओपन हुँदो रहेछ त्यहाँको चाहिँ के पाउँदो रहेछ हेरौँ पैसा त मसँग त्यति धेरै त छैन होइन बरु यसो साथीहरू तपाईँहरूसँग पैसा छ भने यसो सापडाइदिनु त मलाई अनि खुसीको कुरा चाहिँ के हो भने एउटा खुसीको कुरा पनि छ खुसीको कुरा चाहिँ के हो भने मेरो फेसबुक चाहिँ मोनिटाइज भएको रहेछ अनि यसो हजुरहरूसँग कुनै त्यो गिफ्ट फाल्ने गिफ्ट छ भने यसो मेरो भिडियोमा गिफ्ट फालिदिनु होला मेरो कुरा सुनेर यार पछाडि जाने जहाँ अनि खुसीको कुरा चाहिँ त्यही हो मेरो फेसबुक मोनिटाइज भएको रहेछ अनि पैसा पनि आइरहेको रहेछ मैले चाहिँ हेरेको चाहिँ थिएन तर अनि हिजो मैले पुरै खताल फेसबुक खताल गरेर हेर्दाखेरि चाहिँ पैसा आइरहेको रहेछ इफ हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने चाहिँ एउटा दुईटा कति सक्नुहुन्छ हजुरहरूले सहयोग गरिदिनु होला गिफ्ट फालेर धन्यवाद भन्न चाहन्छु के भनेको साथीहरू रात पर्दै जान लागिसक्यो होइन जाडो पनि यत्तिकै बढ्दै गयो म त अघि आउँदाखेरि त जाडो थिएन नि त अनि अहिले एक्कासी चिसो हावा आउनु थालेको नि हातहरू पुरै जम्न थालिसक्यो नि त्यो जुन म जान लाग्यो त्यहाँ चाहिँ 6 बजी मात्र खुल्ने रहेछ अनि 6 बज्न लाग्यो अब यता घुमेँ नि लास्टमा अब बल्ल 6 बज्न आँटेँ हेरौँ त्यहाँ के पर्दो रहेछ मिठो लाग्यो भने खान्छु नत्र भने रिटर्न ब्याक हुन्छ होला है त साथीहरू अनि भिडियो कन्टिन्यू गर्न सक्यो भने चाहिँ कन्टिन्यू गर्छु हेरौँ अब के हुन्छ है त गएर हेरौँ है त अब साथीहरू म तपाईँलाई के भन्नु होइन म जहाँ खाना खाएको थियो नि त्यहाँ मलाई जापानिज भनेर के अरे जापानिजको त्यो मेनु दिएको क्या अनि म के भनौँ भयो एकछिन मोबाइलमा पऱ्यो क्या अनि मैले मोबाइल पनि निकाल्न सकेन होइन अनि त्यसपछि मैले इङ्ग्लिस मेनु छैन भनेर भने अनि त्यसपछि इङ्ग्लिस मेनु आयो कि एकछिन
कस्तो कस्तो अक्वर्ड फिल भयो क्या अब हाँस उठिरहेको साथीहरू हाँस के भन्ने मैले ल साथीहरू खानेकुरा चाहिँ एकदम मिठो थियो मैले मोमो र समोसा खाएँ एकदम मिठो मिठो थियो मलाई मिठो लाग्यो हजुरहरूले पनि खान मन भयो चाहिँ यहाँ आउनु होला म लोकेसन र त्यहाँको नाम पिन गरेर हालिदिन्छु जानु होला खानु होला एकदम मिठो मिठो रहेछ अनि प्राइस पनि एकदम राम्रो छ गएर एकचोटि हेरेर खानु होला हेर्नु होला केही बाई बाई आजको लागि यति नै त